तो टॉयलेट बसेको जस्तो। हेलो साथीहरु, वेलकम बैक टू माई यूट्यूब चैनल। यदि भिडियो तपाईँ टिकटक र फेसबुकबाट हेरिरहनुहुन्छ लाइक र कमेन्ट सब्सक्राइब गर्न नबिर्सनु होला। सो आज चाहिँ हामीसँग छ होस्टेलको हाम्रो गार्जियन बा नै भनौँ। वेलकम छ तपाईले मेरो ब्लगमा। ठिक छ बाबु, के भन्न खोज्नु भयो होला भन्नु। मैले के भन्न खोजिरहेको छु भने अब यति राति तपाईले हामीले डुलाउन ल्याउनु भयो हैन? किन ल्याउनु डुलाउन किन ल्यायो भने तिमीहरू खाना खाएर थुपुक्क आफ्नो बेडमा गइहाल्थ्यौ नि, त्यो होइन। समयमा 8 बजेभन्दा पहिला चाहिने खाना खाएर चाहिने 100 कदम भए पनि हिँड्नुपर्छ भनेर पहिलाका मान्छेले भन्थे भने अहिले हामीले किन 1-1.5 किलोमिटर यताउति डुलेर आयो भने तिम्रो स्वास्थ्य पनि पढ्ने जाँगर पनि लाग्छ र खाना हजम पनि हुन्छ। कहिले पनि खाना खाएर थुपुक्क गएर बेडमा नबस, आफ्नो सेफ भएर चाहिँ बाटोको किनारबाट टक्क हिँडेर अलिकता घुमेर गएर बस, राम्रोसँग पढ। मेरो होस्टेलमा कतिजना सफल भयो तिमीलाई अस्ति थाहा छ नि? थाहा छ। अहिले पनि हाम्रो होस्टेलमा लगभग जना पास भएका हुन् कि भयो नि कोरियनबाट। हो त्यस्तै पास गर्नको लागि हामीले तिमीलाई चाहिँ सबै विद्यार्थीहरूलाई राम्रोसँग चाहिँ सम्झाउने, यस्तो गर बाबु, यस्तो गर्नुपर्छ, सुस्वास्थ्यको लागि योगा पनि जरुरी छ। योगा बिहान म 5 बजे उठेर जान्छु नि, मेरो यो उमेरमा कति जोस छ ममा, तपाईँले त देखिराख्नु भएको छ। तपाईँ जानुहुन्छ छ नि मेरोमा। म 5 बजे जान्छु, तपाईँहरू पनि 5 बजे आफ्नो समय निकालेर 1 घन्टा योगा गर्नुहोस्। बिहानमा भैरकुटी मण्डप जान्छ, योगा गर्छ। तर मेरो चाहिँ उहाँ भन्नुहुन्छ 5 बजे जान्छ, हामी त के भन्छ बिहानको 7 बजेसम्म सुतिरहेको हुन्छौँ। अब खोइ हो, त्यही भएर त अहिलेको जेनेरेसनलाई के छ, सुगर, प्रेसर, कोलेस्ट्रोल, तपाईँको दुनियाँभरका चाहिँ हजारौँ बिमारी। आज अब हस्पिटल, भोलि भयो हस्पिटल। किन पहिलाका मान्छेहरू हस्पिटल नै थिएन कहाँ, कसरी चाहिँ 100 किलो 200 किलो उठाउँथे। किन उठाउँथे भने तपाईँको धेरै मिहिनेत गर्नु पर्थ्यो खेतबारीमा गएर। अहिले पनि उठाउँछ जिम गएर 300 केजीसम्म। कसले उठाउँछ? जिम गर्ने 1000 जनामध्ये 1 जना जिम गरेर उठाउँछ। तपाईँहरू उठाउनुहुन्छ? सबै व्यक्ति त्यति बलियो र त्यति स्वस्थ हुने हो भने हामी कहिले पनि रोगी हुँदैनौँ। निरोगी नै सबैभन्दा ठुलो धन हो। म पनि उठाउँछु 3 केजी। 3 केजी हो तपाईँहरू भनेको 3 केजी। मैले उठाउँछु 100 केजी। ल्याउनुहुन्छ? च्यालेन्ज भयो। 100 केजी उठाउनुहुन्छ र 100 केजी अब गुरु नगर्नु तपाईँ। म तपाईँलाई अहिले उठाएर देखाम। ल उठाउनु। ल हेर्नुहोस् है। ल साँच्चीकै उठाउनु भयो त। ल तपाईँ कति किलो हुनुहुन्छ? म 80 केजी। 80 केजी। म तपाईँले 2टा जना जति उठाउने एउटै हातले उठाएर देखाएँ कि भनेपछि 80 के भन्छ 8 दुना 16 160 केजी उठाउनुहुन्छ? हो, उठाउँछु एक झट्कामा। यति तागत छ। म बाउन्डरी अङ्कलले त मलाई उठाउनु भयो, सायद म अङ्कललाई उठाउन सक्दिनँ होइन। उहाँले भन्नुभयो कि पहिलाको मान्छेहरूले, हाम्रो बुढो बाजेहरूले कसरी 300-400 केजीसम्म उठाउनुहुन्थ्यो। सो अहिले पनि हामी जहाँ भए पनि एक्सर्साइज गर्न छोड्नु भएन। एक्सर्साइज गर्नुहुन्छ? तपाईँ साँच्चीकै एक्सर्साइज गर्नु त दिनकै त? भोलि म तपाईँको रुटिन चेक गर्छु। बिहान 4 बजेदेखि आएर तपाईँको रुमको अगाडि उठ्छु होइन? तपाईँ कति बजे उठ्नुहुन्छ? कहाँ जानुहुन्छ? तिमीले त्यो चिज गरेर देखाउँछौ अहिले भिडियोको अगाडि? के चाहिँ एउटा एक्सर्साइज के भन्नु न? म गर्छु अहिले त नगर्नु, म भोलि तपाईँलाई होइन। ल गर्नु। ल हेर्नुहोस् है। ल हेर्नुहोस्। अब यो भयो, यो हातमा यस्तो, यो मेरो कपडाले अलि भएन है। यो यस्तो गर्नु पर्यो। यो हेर्नुहोस्, यो खुट्टा यस्तो सिधा राख्नुहोस् है। फेरि यता उठ्नुहोस्, फेरि यताबाट गर्नुहोस्, फेरि यता उठ्नुहोस्, यताबाट उठ्नुहोस्, फेरि यो गर्नुहोस्, फेरि यो गर्नुहोस्, फेरि यो गर्नुहोस्, फेरि यो गर्नुहोस्। ल तपाईँहरू म 100 चोटि हान्छु। यो 100 चोटि साँच्ची हान्नुहुन्छ र? ल तपाईँहरू यो गर्नुहोस्। तपाईँले गरेर देखाउनुहोस्। ल मलाई गर्नु। ल त्यस्तरी होइन, अनि सिधाबाट अहिले मैले गरेको यसरी बस्ने अनि यता बस्ने हैन? अनि सिधाबाट उठ्ने फेरि बस्ने। जोडी हान्दिन्छु यसरी त। त्यो टॉयलेट बसेको जस्तो भयो। यसरी गर्नुहोस्। अङ्कलले पनि कमेडी हान्नुहुन्छ। ल यस्तो गरेर यो खुट्टा सिधा हुनु पर्यो, यस्तो बस्नु पर्यो होइन? अनि फेरि जुरुक्क उठ्नु पर्यो, यस्तो बस्नु पर्यो, फेरि सिधा। ल यो तरिकाले गर्नु पर्यो। यस्तो एक्सर्साइज तपाईँ बिहान कतिवटा हान्नुहुन्छ? मैले त 50वटा। 50वटा। म चाहिँ आज के भन्नुहुन्छ भने, म के भन्छु आज भनेपछि आज अहिले चाहिँ रुम जान्छु। भोलि बिहान 4 बजेदेखि उहाँको रुमको अगाडि म उभिन्छु र उहाँले बिहान उठेर के भन्छ एक्सर्साइज गर्न जानुहुन्छ कि नै भनेर चेक गर्छु। यदि साँच्चीकै उहाँले कतिवटा भन्नुभयो? 50 चोटि त यो गर्छ। 50 चोटि यो गर्छ अरे। अब भोलिको भिडियोमा उहाँसँग डाइरेक्टली कनेक्ट नभए नि म उहाँलाई पछि भयो नि म उहाँसँग चेक गर्छु कि साँच्चीकै उहाँ गर्नुहुन्छ कि नै भनेर। सो भोलिको लागि
ल भोलि बिहान 5 बजे मसँग हिँड्नुहोस् मैले के गर्छु भिडियो बनाउनुहोस् तपाईँ जस्तो भिडियो बनाउनुहुन्छ नि सबलाई देखाएर सबैको स्वास्थ्य राम्रो बनाइदिनुहोस् त्यही मेरो शुभकामना ल हस् त मेरो भ्युअरहरूलाई के भन्न चाहनुहुन्छ तपाईँ हजुरहरूले पनि यस्तै जोस जाँगर गरेर म 52 वर्षको भएँ तपाईँहरू कति वर्ष हेर्ने यतिले सबैले आफ्नो एक्सर्साइज गर्नुहोस् सुस्वास्थ्य रहनुहोस् मस्त रहनुहोस् तन्दुरुस्त रहनुहोस् योगा गर्नुहोस् सबभन्दा म कति वर्ष भयो थाहा छ तपाईँलाई कति 53 होइन 23 वर्ष हो 23 वर्ष 21 वर्ष हो तपाईँ 21 वर्षमा एकचोटि पनि सक्नु भएन म सकेँ त 3-4 चोटि हान्दिएँ त तपाईँ यस्तो गरेर अहिलेको नाच्न सिकेको जस्तो गरेर हुन्छ हुँदैन अब धेरै न म बोलिनँ तपाईँसँग बाई 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 तपाईँहरू पनि एक्सर्साइज गर्नु उहाँ जस्तै स्वास्थ्य हुनु हस् त धन्यवाद बाई फ्रम बिडी